सबैलाई नमस्ते। म चाहिँ सरोजम छेत्री है। मलाई भन्न मन लागेको एउटा कुरा क्या, धेरै उदेखि भन्न मन लागेको एउटा कुरा होइन, मनमा खड्किरहेको कुरा। जहाँ अब 6 महिनाको लागि प्रधानमन्त्री नहुँदाखेरि कति के साह्रो लखटेको हो बालेनलाई। रिसिभर भनेछ, के भनेछ, के भनेको छ, उसको पनि केही थियो होला नि त। 6 महिनाको लागि चाहिँ के चाहिँ गर्छ त बालेन आएको भने? एकैचोटि नेपाललाई दुबई जस्तो, सिङ्गापुर जस्तो, अमेरिका जस्तो त बनाउँदैन थियो होला होइन। 6 महिनामा उसको पनि केही थियो होला, इच्छा होला, उसको पनि स्वतन्त्र हुन्छ होइन, केही कुराहरू हुन्छ होइन। अब त्यो भनेको मान्छेले प्रधानमन्त्री बन्नुपर्छ 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 भनेर भनिरहेको थियो, भनेको समयमा आएन, 6 महिनाको लागि भएन भन्दा पुरै अब अहिले बालेन लुसिफर भइसक्यो हो। अब बुझिन सक्नुहुन्छ क्या यहाँ कुरा। अनि बिचरा होइन, उसले 6 महिनाको लागि होइन, भोलिको दिनमा उसले हुन्छ नि एकैचोटि 4 वर्ष 5 वर्षको लागि हुन्छ नि देश विकास गर्न, एकैचोटि 4 वर्ष 5 वर्षको लागि हुन्छ नि आउनको लागि योजना बनाइरहेछ कि होइन होइन, त्यो पनि हुनसक्छ नि त। अनि मलाई चाहिँ अझै के लाग्छ भनेदेखि बालेन अझै 4-5 वर्ष हुन्छ नि यो मन्त्री सन्ती प्रधानमन्त्रीमा नआओस् जस्तो लाग्छ। अझै पनि एउटा कार्यकाल चाहिँ हुन्छ नि काठमाडौँमा मेयरै भएर बसोस्, किनभनेदेखि काठमाडौँमा उसले अब यही कार्यकालभित्रमा सबै काम चाहिँ अब हुन्छ नि सक्दैन पनि होइन। अरू कार्यकालमा सबै काम सक्न पनि उसले भ्याउँछ पनि, सबै काम सकेर काठमाडौँलाई सफा स्वच्छ राम्रो बनाएर नमुनायुक्त बनाएर अनि आउने हो क्या। आफै बनिहाल्छ नि प्रधानमन्त्री त पछाडि त जनताले देखिहाल्छ नि, कामबाट देखिहाल्छ नि, भइहाल्छ नि त्यो पछाडि। अनि बिचरालाई लास्टै हुन्छ नि यो लुसिफर सुसिफर भनेर ए हुन्छ नि दुनियाँ दिवाना भनेको यसरी नलखट। बिचरा उसको पनि हुन्छ नि स्वतन्त्र हुन्छ होइन। अब उसले म एजेन्ट होइन है भन्न पनि पाएन क्या। अब हिजो एउटा स्टेटस हालेको थियो राति 12 बजे हो क्यारे होइन। अब फक अमेरिका, फक चाइना, यस्तै के माओवादी के भनेर हालेको थियो होइन, हालेको थियो उसले। अब म कुनै पनि देशको म एजेन्ट होइन, अब दलहरूको पनि नामले त कुनै दलको पनि म झोले होइन भनेर उसले भनेको थियो। त्यो कुरामा त्यो मेसेजमा चाहिँ मेरो बुझाइमा चाहिँ म त्यसरी बुझेँ, अलिकति अश्लील तरिकाको होला लेखाइ होइन। तर त्यही कुरालाई चाहिँ मान्छेले हुन्छ नि जे पाए त्यही बङ्गाइदियो होला। कुनै पनि नेपालको नेतालाई होइन अमेरिका फक इन्डिया फक भन्न तपाईँको लाउन सक्छ कुनै पनि नेताले? नेपालको सक्दैन नि। तर म कुनै पनि देशको एजेन्ट होइन, लुसिफर होइन, म दुनियाँ देशको एजेन्ट आइन्जो एनजिओ केबाट चलेको भनेर उसले बिचरा स्टेटसले त्यो थोरै अलिकति अश्लील शब्दले लेख्यो। फक भनेकोले गर्दा मान्छेलाई चित्त बुझ्दैन। तर ऊ ऱ्यापर भएको तरिकाले गर्दाखेरि सिधै पनि लेखिदिएको होला। ऱ्यापरहरू प्रायः सिधै नि कुरा नि गर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। लेखिदिएकोलाई त्यही कुरामा सानो नराम्रो भएन, पहिले पनि यस्तै हो। बिचरा राम्ररी हुन्छ नि न्युज चलाइरहेको थियो होइन, मजाले समाचारहरू भनिरहेको थियो, न्युज चलाइरहेको थियो, मान्छेलाई उद्धार गरिरहेको थियो होइन। दाइ तपाईँ राजनीतिमा आउनु पऱ्यो, तपाईँ प्रधानमन्त्री हुनु पऱ्यो यसको भनेर जनताले उचाले ल्याए। लास्टमा जेलसम्म पुऱ्याएर रवि लामछानेलाई थेचारे होइन त, बिगारे। बालेनलाई पनि त्यस्तै गरे क्या। हामी यस्तो छौँ कि होइन, यो पुरानो दलहरू मिलेर अब हामीलाई सिद्ध्याउँछन् भन्दा यिनीहरूको त काम पनि छैन। विश्वास कसलाई गर्ने? यो पुरानोहरूलाई गर्ने? यिनीहरू अहिले त्यही सानसानो लुपहोल कहाँ छ, सानसानो के कता छ, के भेटिन्छ, दमकल आएन के आएन पठाइँदैन होइन, मेलले यो त्यो भने यिनीहरू नराम्रो भन्नेतिर लागिरहेछ। हामीले त्यो कुराहरू सबै पत्याइरहेछौँ क्या। हामी सबै त्यो कुराहरू पत्याएर फेरि हामी त्यो पुरानै तरिकातिर पुरानै पद्धतितिर हामी के अरे फेरि त्यतैतिर लाग्न थाल्यौँ क्या हामी। अब कस्तो बनाइदियो भनेदेखि मान्छे होइन, कस्तो साह्रो पागल मान्छेको भेडा मान्छे यसो बुझ्नुपर्ने होइन। बिचरा म कुनै पनि देशको एजेन्ट होइन भन्न पनि पाएन। रवि लामछानेलाई त्यस्तै गरे होइन। तपाईँ नायक हो दाइ, यो देशको हिरो हो, यहाँ भने लास्टमा जेलतिर गएर बालेनलाई पनि त्यसै गर्ने होला, बाँकी के रहेर होइन। तर यी पुरानोहरू मिलेर फेरि हुन्छ नि, फेरि तपाईँको हुन्छ नि त्यही प्रविधि त्यही तरिकाले लान खोज्दैछन्। हामी हुन्छ नि तिनीहरूकैतिर लाग्दैछौँ। अब जनता बाटो भइसक्यो। अब सबैजना त्यस्तो छन्, हामीले पनि बुझ्नुपर्ने हुन्छ। हामीले पनि कुलमान, गोपी हमाल, हर्क साम्पाङ, रवि लामछाने, बालेनहरू जस्तो हेर्नुपर्ने हुन्छ क्या। एनजिओ आइन्जियो साइन्जियो होइन क्या, एनजिओ आइन्जियो कि अस्ति भर्खर के बालेन मेयर भइकन आएको हो र के ऊ के अरे हाम्रो के अरे रवि लामछाने गृहमन्त्री भइकन आएको हो र? आएको होइन नि, भर्खरै आएको होइन नि होइन। राम्रो मान्छेलाई छानौँ, राम्रो उसमा हुन्छ नि दिउँ, राम्रो तरिकाले भेटखेर नफालौँ। यिनीहरूले हामीलाई भ्रममा बनाउन खोज्दैछन्, भ्रमको खेती नगरौँ होइन, नबनाउँ पनि नपालौँ पनि। यिनीहरूले फेरि त्यही पुरानै तरिकाले यिनीहरू सबै ठुलो दल भन्ने 4 दल 5 दलहरू, यिनीहरू 3 दल जति भन्छन् नि होइन, बालेनलाई रविलाई यिनीहरूलाई नराम्रो होइन प्रयास गर्न खोजिरहेछन् हर्क साम्पाङहरूलाई होइन। यो कुरा चाहिँ सबैजनाले बुझ्नुपर्ने जरुरी छ है। यिनीहरूले हुन्छ जहिले पनि यसै गरिरहेको यिनीहरूले होइन, अहिले पनि यसै गरिरहेको। अब कुन आधारले दिने भन्नु न? मेरो हजुरबाले पनि त्यही नेता देखेको, मेरो बुवाले पनि त्यही देख्नुभयो, मैले पनि त्यही देखेँ होइन, मेरो छोरीले पनि त्यही देखिरहेछ क्या। त्यही क्या 4 पुस्ता आइसक्यो गरेको केही पनि छैन। अब त्यस्तोलाई दिएर त काम छैन।
अनि यो लुसिफर सुसिफर भन्न छोडिदिउँ भन्दा पनि बिचरा त्यो मान्छेलाई फ्रस्ट्रेसन डिप्रेसन किन पार्दिने रवि लामछानेलाई म पारिदिएर धन्काइदिइरहेको छु त्यसो नगरौँ होइन आफैमा आफै सक्षम हौँ होइन यस्ता कुराहरूबाट यस्तो भ्रमहरूबाट चाहिँ बचौँ होइन यो पुराना दलहरू मिलेर फेरि हामीलाई हुन्छ नि भ्रममा पार्न खोज्दैछन् अब आफैले जनताहरू सबैजना जागरुक भइसक्यो हर्क गोपी रवि बालेनहरू जस्तो मान्छेहरू होइन रोजुङ कुलमान जस्तो भयो महावीर पुन भयो होइन यस्तो मान्छेहरूलाई सपोर्ट गर्नेलाई हुन्छ नि गर्न दिउँ होइन अवरोध नभनौँ होइन दुनियाँको आलोचना नगरौँ आफ्नो काम गरौँ यति नै होइन मेरो मनमा लागेको कुरा चाहिँ यति नै होइन कसैलाई चित्त बुझ्छ होला कसैलाई बुझ्दैन होला मलाई मतलब भएन होइन अब सबैको मन बुझाउन पनि सकिँदैन मेरो हिसाबमा चाहिँ होइन मेरो हिसाबमा चाहिँ बोलेको कुरा हो यो मेरो मनमा लागेको कुराहरू होइन सबैले मैले यस्तो सोध्छ भन्ने पनि छैन सबैले भिन्न भिन्न तरिकाले सोध्छ होला होइन कसैले चाहिँ यो कुराले हुन्छ नि नराम्रो पर्नकोमा नरिसाउनु होला होइन रिसाए पनि केही पनि फरक हुँदैन होइन रिसाउनु भयो भने मैले बुझेअनुसार चाहिँ तपाईँ लास्ट भेड हो झोले हो यो कुरा बुझ्नु र सबैलाई धन्यवाद।